अनि शेरबहादुर भेडेबा उता त बाख्रा चराउने गगन थापा दाजुलाई निर्वाचन आयोगले ल ठिकै छ बाख्रा साख्रा पालन गर्छु भनेको छस् घाँसपातको पनि आवश्यकता पर्छ अब यो रुखलाई डडेलधुराबाट उखलेर तैँले काठमाडौँमा रोप्न सक्छस् भनेर मान्यता दियो रे नि त तर एउटा शर्त मान्यता दिएको रे यदि तैँले यो 4वटा तारा भएको झन्डा पनि लगेर आफ्नो बाख्राखोर माथि झुन्डाउँछु भनिस् भने मात्रै म तँलाई मान्यता दिन्छु होइन भने दिँदैन भनेर गगन थापालाई सोधेको चुट्कीमा मान्दैछन् अनि निर्वाचन आयोगले ल अब डडेलधुराबाट सबै नामो निशान मेटाएर काठमाडौँ लगेर जा भनेपछि अब उता गगन थापा दाजु त अहिले रुख ओखल्नेको तयारीमा जुटेका छन् नि त मैले त बुढा तिमीलाई पहिल्यै भनेको थिएँ घमण्ड नगर के को लागि घमण्ड जेनजी युवाहरूको लात र मुक्काले तिम्रो होस खुलेको छैन त हेर त अहिले न यता न उताको भयो कि भएन हुन त तिमी के हुन्थ्यौ र हामी नेपाली जनताहरू भइरहेको छौँ अब हामीले त तिमीलाई भेडा सम्झेको उल्टा तिमीले नै जनतालाई भेडा बनाइदियो जेनजी आन्दोलनमा मेरो घरभित्र जलेका पैसाहरू सबै अहिले जलाएको भनेर उल्टै जनतालाई भेडा बनाइदियो अब ठिकै छ तिमीलाई त अब राज्यले भत्ता दिइहाल्छ राज्यको ढुकुटी रित्याउने बाटो बनाइरहेका छौ के अरे हुन त अब किन राज्यले दिनु पर्यो र तिमीलाई त एआईले भत्ता दिइहाल्छ नि साँच्चै तिम्रो नातिना छन् कि छैनन् यदि नभएको भए छोरालाई छिटो छिटो जन्मा भनाए यो बिचारा बुढेसकालमा अब टाइम पास हुँदैन नातिनासँग खेलेर टाइम पास हुन्छ नि बुझ्यौ नि नत्र भने फेरि यता सत्तामा नयाँ नेतृत्व पुग्यो भने फेरि अख्तियार दुरुपयोग अनुसन्धानले यस्तो गरेर गिद्धे नजर लगाउला फेरि तिम्रो नाली बेली बाहिर लिएर आउला नि त्यो बेला नभने नि होइन मलाई त यो सब एआईले दिएको नभने है फेरि तिमीले त भन्छौ नि जनतालाई भेडा बनाउनु त तिमी साह्रै बाटो थियो अब त खुल्क्यौ तिमीले